पोखरी जमल आइपुगेँ म चाहिँ अहिले। साथीहरू लाजिमबाडतिरको नजारा। आज सटर्डेको दिन, शनिबार भए पनि मेरो काम चाहिँ हप्तामा 7 दिन हुन्छ होइन, कम्पनीको काम होइन। सो आज चाहिँ भैँसेबाडीबाट ट्रिप गर्दै आएको थियो। लोकल ट्रिपको एउटा हल्का मिनी भ्लग बनाइदिउँ भनेर साथीहरू है आज हल्का भिडियो सुट गर्दै गरेको। के छ साथीहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ होला र कहाँ कहाँदेखि मेरो च्यानल हेरिराख्नु भएको छ। प्लिज लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त साथीहरू। अब हल्का यसो प्र्याक्टिस गर्दैछु भ्लगिङ गर्नलाई होइन। यति प्रोफेसनल भ्लगिङ चाहिँ मलाई आउँदैन। सो त्यही हो साथीहरू। लाजिमबाडको यो बाटो सरर यस्तो दामी भोगाल देखिरहेको छ अहिले चाहिँ। साथीहरू यो जापान एम्बेसी आइपुग्यो हेरेर चाहिँ जापान एम्बेसी। जापान कोरिया हो, जापान सर राजधानीतिर चल पल्लो केटा हो। म चाहिँ भैँसेबाडीबाट चाहिँ आएको। यो सामान टेकाहरू यो पाइपहरू बोकेर, तर एकदम रिस्की लोड हो यो चाहिँ मेरो चाहिँ आज। अब पुलिसले समात्यो भने अब चिट हान्दिनँ, बिहानै चिट खाइसक्यो हो। अब चिट हान्ने ठाउँै छैन, दुइटा चिट छ। गाह्रो छ हामी गाडी चालकलाई। त्यो सानोतिनो कुरामा पनि चिट हालिदिन्छ ट्राफिकहरूले, धेरै गाह्रो छ। फाइनली बालुवाटार आइपुग्यो साथीहरू। म चाहिँ यहाँबाट चाहिँ राइटतिर जानुपर्छ। नेसनल पुलिस एकाडेमी हो यो चाहिँ बालुवाटारको। सरर लाएर आज दिनभरि नै काम छ। खाली गरेर फेरि लोडाउन जानुपर्ने छ। त्यही छ काठमाडौँको लोकल ट्रिप। बत्ती बालिरहेको छ त अङ्कल, बत्ती हेर्नु पऱ्यो नि त। गाडी आइरहेको छ। के हो यार, पुरै यहाँ त अरूै हो क्या यो बाटो। अरूै जस्तो त लाग्थेन मलाई यो बाटो। टुबै जस्तो नि लाग्थ्यो। टुबै नै हो त यो बाटो। किन यत्रो गाडीहरू रोकिरहेको छ आज यहाँ? आई डोन्ट नो यार, why like this? यहाँ चाहिँ हाम्रो ठेकेदार साहबले घर बनाउँदैछ। सामान चाहिँ यतै झार्न पर्यो। यस्तो छ क्या अवस्था है बालुवाटारमा।